चलिरहेको हुन्छ। सो यसको चाहिँ क्यारेक्टरिस्टिक्सहरू हामीले देखिरहेको सुनिरहेकै कुराहरू हो है। इक्जाम्पल्सहरूमा चाहिँ एउटा सिम्पल अब गुगलको सर्च इन्जिन त्यसमा चाहिँ अब इन्डेक्सेसहरू चाहिँ युज गरेको हुन्छ। गुगल एचडिएफआईको चाहिँ होइन सिस्टमहरू युज गरेको हुन्छ। गुगलको चाहिँ आफ्नै डेटा सोर्स चाहिँ भएको कारणले गर्दाखेरि एचडिएफएस फर्स्टमा भनेको थिएँ नि मैले एचडिएफएस जिएफएसहरू गुगल फाइल सिस्टम हडुपको फाइल सिस्टम त्यो चाहिँ आर्किटेक्चरहरूमा डिजाइन भएको छ। यो चाहिँ अब हामीले भनौँ न अरू एप्लिकेसन्सको लागि चाहिँ यो कल गर्न चाहिँ सक्दैनौँ। बिसाइड्स अब एपिआईहरूको गुगल म्यापहरूको एपिआईहरूको लागि कल गर्न सक्छौँ अथवा कुनै हाम्रो एप्लिकेसन्सहरू बनाइरहेको छ त्यो एप्लिकेसन्समा गुगल थ्रु लगइन गराउनु छ गुगलको एप्लिकेसन्सहरू सबै लिनु छ भनेदेखि त्यो एउटा प्रोसेस भयो। नत्र भने हाम्रो अरू एप्लिकेसन्सहरूलाई चाहिँ गुगलमा इन्टिग्रेट गर्ने त्यति धेरै अप्सन्सहरू चाहिँ छैन। अब एचपिसी भयो हाई पर्फर्मेन्स कम्प्युटिङ भन्छ होइन। यो चाहिँ कस्तो कन्टेक्समा भन्दाखेरि हाम्रो भनौँ न एस्ट्रोफिजिक्स साइमुलेसन्सहरू अनि त्यसपछि अब यही अब भनौँ न उसको नासाहरूको चाहिँ युजहरू नासाहरूले चाहिँ गरिरहेको रिसर्चहरू सम्बन्धी कति कुराहरूको कन्टेक्सहरू चाहिँ यो चाहिँ हाम्रो क्लाउडमै नराखिकन सम्भवै छैन। क्लाउडबाट चाहिँ आउने डेटाहरू चाहिँ गरिकन नराखिकन फिजिकल डिभाइसेसहरूको त्यति भन्दैमा फेरि मैले भनिरहेको छु नि त्यो कुनै न कुनै ठाउँमा चाहिँ फेरि फिजिकली चाहिँ बसेको हुन्छ। फिजिकली चाहिँ कुनै न कुनै ठाउँमा चाहिँ त्यो बसेकै हुन्छ। हाम्रो लागि चाहिँ त्यो फिजिकल नभएको मात्रै हो है। त्यो जसले क्लाउड सर्भिस हामीलाई प्रोभाइड गरेको हो उसको चाहिँ फेरि फिजिकली नराखिकन चाहिँ सम्भव छैन। उसले राख्दाखेरि चाहिँ यो एचपिसीको कन्टेक्समा चाहिँ राखिरहेको हुन्छ। हामीले चाहिँ सिम्पल किसिमले चाहिँ राखिरहेको हुन्छ भनेदेखि त्यो क्लाउड सर्भिसेस प्रोभाइड गर्ने कम्पनीले चाहिँ एचपिसीको चाहिँ कन्टेक्समा अथवा मल्टिपल ठाउँमा प्यारलली प्रोसेस गराउने किसिमले आर्किटेक्चरहरू डिफ्रेन्ट बनाएर त्यो सर्भिस कम्पनीले चाहिँ राखिरहेको हुन्छ। सो एउटा इक्जाम्पलको उसमा चाहिँ हेर्ने हो भने गुगलको र यो हाइपिसी भनौँ न हाम्रो चाहिँ उसको लागि चाहिँ यो युज भइरहेको छ अहिलेको कन्टेक्समा। कन्टेक्समा जाउँ सिम्पल हो यो सिम्पल हामीले